अस्ति मैले श्रम संस्कृति पार्टीका कार्यकर्ताहरूले खोलै नभएको ठाउँमा पुल हाले भनेर एउटा भिडियो बनाएको थिएँ है। त्यो भिडियोमा अधिकांश राई लिम्बूले बाहेक अरू कसैले पनि विरोध गरेन। राई लिम्बूको कमेन्ट हेर्नु कस्तो कस्तो छ। अनि यिनीहरूलाई राई लिम्बूको पार्टी नभनेर के भनिन्छ? विरोध गर्ने जति सबै राई लिम्बू मात्रै छन्। कम्तीमा पनि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो छुटाउन सक्ने त हुनुपर्छ नि कम्तीमा पनि है। त्यस्ता पुल बनाएर अहिले पानी नभएको ठाउँमा त्यो पुल बनाएको छ है। पानी आएपछि त्यो पुल बाँकी राख्छ होला त? मान्छे बगाउँछ त्यो खोलाले भनेर धरि भन्न भ्याए। त्यत्रो त्यो मान्छे बगाउने खोलाले त्यसलाई त्यो ढुङ्गाको त्यो 2-3टा ढुङ्गा अड्याएर त्यस्तो पुल बनाएर त्यो जोगिएला त भने अलिक पत्याउनी पनि गर्नु पर्यो नि, के सौँदो पनि गर्नु पर्यो नि। त्यति गर्दा नि के नै भएको छ, के नै गरे जस्तो भएको छ। त्यो बर्खामा हेर्दै जाऊ न तिमीहरू राई लिम्बू आफैले देख्छौ। त्यही पुलको कारणले गर्दाखेरि त्यहाँ हिँड्दाखेरि बाढी आएर त्यो पुल बगाउँदाखेरि मानवीय क्षति चाहिँ नहोस्, त्यसपछि थाहा पाउलौ भातमारा हो।